ल ठिक छ। अब त सुरुमा त हामीले केही जान्नुपर्ने हुन्छ साथी। शिक्षक सेवा आयोगले लिने अन्तर्वार्तामा बस्ने व्यक्तिहरू 3 सदस्य हुन्छ साथी। व्यक्तिहरूको समिति भनौँ, अन्तर्वार्ता समिति भनेको 3 सदस्य हुन्छ, त्यो कुरा हामीले बुझ्नुपर्छ साथी। अनि तपाईँहरू पक्कै पनि थाहा छँदैछ, शिक्षक सेवा आयोग पास गर्नुभएको साथीहरूले त यो विषयवस्तु सबै जान्नु भएको छ, त्यही पनि म तपाईँहरूलाई पुनर्स्मरण गराउन चाहे। अन्तर्वार्ताका लागि जम्माजम्मी 25 अङ्क छुट्याइएको छ है। जम्माजम्मी कति अङ्क? 25 अङ्क छुट्याइएको छ। त्यो 25 अङ्कलाई पनि 3टा आधारमा विभाजन गरिएको छ साथी। एउटा चाहिँ अनुभव बापतको अङ्क हुन्छ एउटा, हैन? एउटा चाहिँ शैक्षिक योग्यता बापतको अङ्क हुन्छ र अर्को रियल अन्तर्वार्ताकै अङ्क हुन्छ है। यसरी अन्तर्वार्ताका लागि छुट्याइएको 25 अङ्कलाई पनि 5 अङ्क, 5 अङ्क र 15 अङ्क गरेर 3 भागमा क्याटेगोराइज गरिएको छ। जसको नम्बर 1 मा हेर्नु साथी, अनुभव बापत पाइने अङ्क भनेको छ बढीमा 5 अङ्क पाइन्छ, बढीमा 5 अङ्क है। यदि तपाईँ प्राथमिक तहको अस्थायी अथवा राहत अनुदान कोटामा शिक्षण गर्नुभएको छ भने प्रत्येक वर्षका लागि 0.5 अङ्कका दरले अधिकतम 5 अङ्क प्राप्त गर्नुहुन्छ है। अब तपाईँले यो 5 अङ्क प्राप्त गर्नका लागि 5 अङ्क प्राप्त गर्नका लागि तपाईँले 10 वर्ष पढाएको हुनु पर्यो। यदि तपाईँले 5 वर्ष मात्रै पढाउनु भएको छ भने पनि तपाईँले 2.5 अङ्क प्राप्त गर्नुहुन्छ। अथवा भनौँ जति समय राहत अनुदान कोटा अथवा अस्थायी करार कोटामा रहेर शिक्षण अनुभव गर्नुभएको छ त्यसको आनुपातिक हिसाबले तपाईँले अङ्क प्राप्त गर्नुहुन्छ है। यदि तपाईँसँग अनुभव छैन भने यो सुरुको नम्बर 1 को अङ्क पाइँदैन है। अब हामी दोस्रोमा जाउँ साथी। दोस्रोमा जाउँ। सेवा प्रवेशका लागि तोकिएको शैक्षिक योग्यता बापत प्रथम श्रेणीका लागि 3 अङ्क भनेको छ र द्वितीय श्रेणीका लागि 2 अङ्क भनेको छ। यदि तपाईँले अब प्राथमिक तहको सेवा प्रवेशको न्यूनतम तोकिएको योग्यता भनेको +2 पास हो, तपाईँलाई थाहा छँदैछ हैन? +2 पास हो, त्यो थाहा छ नि तपाईँलाई। अब तपाईँले आफ्नो +2 पासको सर्टिफिकेटमा अथवा मार्कसिटमा प्रथम श्रेणी लिनु भएको छ भने तपाईँले 3 अङ्क पाउनुहुन्छ। एकपटक सबैले आफ्नो डकुमेन्ट चेक गर्नु होला साथी। प्रथम श्रेणीको तपाईँको डकुमेन्ट छ भने तपाईँले 3 अङ्क पाउनुहुन्छ। दोस्रो श्रेणी छ भने तपाईँले 2 अङ्क पाउनुहुन्छ है। पास श्रेणी छ भने अङ्क पाइँदैन, अथवा थर्ड डिभिजनमा पास हुनुभएको छ भने अङ्क पाइँदैन। यदि तपाईँले माथिल्लो शैक्षिक योग्यताको पनि अङ्क प्राप्त गर्नुहुन्छ, जस्तो तपाईँले ब्याचलर पास गर्नुभयो भने तपाईँले त्यसमा पनि अङ्क पाउनुहुन्छ। यदि तपाईँले ब्याचलर पास पनि फर्स्ट डिभिजनमा गर्नुभएको छ भने 2 अङ्क पाइन्छ र द्वितीय श्रेणीमा पास गर्नुभएको छ भने तपाईँले 1 अङ्क पाउनुहुन्छ। अथवा +2 मात्र पास गर्नुभएको छ भने यो माथिल्लो तहको शैक्षिक योग्यताको अङ्क पाइँदैन। यो भनेको चाहिँ तपाईँले पढेको भ्यालुएसन गरेको हो कि साथी है। तपाईँले पढेको कुरालाई शिक्षक सेवा आयोगले अन्तर्वार्तामा भ्यालुएसन गरेको छ, अङ्क प्रदान गरेको छ, त्यो कुरा पनि हामीले बुझ्नुपर्छ है। अनि अन्तर्वार्ता बापत 15 अङ्क हुन्छ साथी है, 15 अङ्क हुन्छ। अब अन्तर्वार्ताको अङ्क दिँदा 70% भन्दा बढी र 35% भन्दा कम अङ्क दिनु पर्यो भने एउटा स्पष्टीकरण पेश गर्नुपर्ने हुन्छ, किन कम दिइयो किन बढी दिइयो भनेर। त्यसैले म एउटा जानकारी के गराउँछु भने तपाईँहरूलाई स्पष्टीकरण लेखी कसैले पनि 5.25 अङ्क पनि त्योभन्दा अङ्क भन्दा कम पनि दिँदैन र 10.5 भन्दा बढी अङ्क पनि दिँदैन साथी है। त्यसैले तपाईँले पाउने न्यूनतम अङ्क भनेको 5.25 हुन्छ र अधिकतम अङ्क भनेको 10.5 हुन्छ है, अथवा त्यो बीचको एभरेज हुन्छ भन्न सकौँ साथी है। यसरी 15 अङ्कको 35% भनेको चाहिँ 5.25 हुन्छ साथी र 70% भनेको 10.5 हुन्छ। तपाईँले यो बीचको एभरेज अङ्क तपाईँले प्राप्त गर्नुहुन्छ है। यो कुरा मैले तपाईँलाई जानकारी गराएँ। ल अब अन्तर्वार्तामा पहिला के गर्नुपर्छ त? लगत्तै केही दिनहरू पछि नै तपाईँको अन्तर्वार्ता सञ्चालन हुँदैछ आफूले परीक्षा दिएको जिल्लाभन्दा अन्यत्र जिल्लामा है। अब एउटा कुरा के गर्नुपर्छ सबभन्दा पहिला भने सकारात्मक सोचको विकास गर्नुपर्छ। किन भन्नुहोस् त? किन? पहिला मैले नाम निकाल्न सक्छु, म अन्तर्वार्तामा अवश्य सिलेक्सनमा पर्छु भन्ने भावनाको विकास गर्नुपर्छ पहिलो कुरा
है। एउटा भनाइ छ नि, आफूले जे सोचिन्छ त्यसै अनुसारको काम अगाडि बढ्छ भन्ने भनाइ छ नि, सुन्नु भएको छ। त्यसैले मैले शिक्षक सेवाको प्रथम पत्र पनि पास गरेँ, दोस्रो पत्र पनि पास गरेको छु भर्खरै मात्र। अब सञ्चालन हुने अन्तर्वार्ता पनि म जसरी पनि पास गर्न सक्छु, फेस गर्न सक्छु, म डराउँदिनँ, म एकदम राम्रो प्रेजेन्ट गर्न सक्छु भन्ने सकारात्मक सोचको विकास पहिला गर्नुपर्ने हुन्छ साथी हो। अनि अर्को त्यो सँगसँगै आत्मविश्वासको पनि विकास गर्नुपर्ने हुन्छ है। अब अन्तर्वार्ता लिने विषयविज्ञहरूले अथवा त्यो अन्तर्वार्ता समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको मैले एकदम विश्लेषणात्मक तरिकाले, मौलिक तरिकाले, सृजनात्मक तरिकाले उत्तर दिन सक्छु है। जानेको कुरो भन्न सक्छु। यदि केही आफूलाई थाहा नभएको कुरा आयो भने सरी पनि भन्न सक्छु, तपाईँले भन्न सक्नुहुन्छ है। यो कुरा तपाईँले पहिल्यै आत्मविश्वास विकास गरेर जानुपर्ने हुन्छ है। र त्यो सँगसँगै अर्को विषयवस्तु छ, प्रथम पत्र र दोस्रो पत्रको पाठ्यक्रमको सम्बन्धित विषयवस्तुको जानकारी पनि राख्नुपर्ने हुन्छ साथी है। यो त तपाईँले भन्नै परेन, भर्खरै मात्र पास गरेर आइसक्नु भएको छ है। शिक्षक सेवा आयोगले प्रकाशन गरेको प्रथम पत्रमा पनि तपाईँ पास हुनुभयो र दोस्रो पत्रको पाठ्यक्रममा पनि तपाईँ पास भएर अहिले अन्तर्वार्ताको तयारी गर्दै हुनुहुन्छ है। त्यसैले मैले यसलाई भनिजानु परेन, तैपनि एकपटक अलि 2-4 महिना भयो नि पढ्न छोडेको होइन। हामीले चैत्रमा फर्स्ट पेपरको एक्जाम दियौँ, त्यसपछि च्याट्टै प्रथम पत्र पढ्न छोडेर दोस्रो पत्र पढ्यौँ फेरि हो नि। त्यसैले केही हदसम्म भुलिएका कुराहरू हुन सक्छन्। एकपटक सर र सुरुदेखि अन्त्यसम्म सर र कपी पल्टाएर अथवा किताब पल्टाएर प्रथम पत्र र दोस्रो पत्रको पाठ्यक्रमलाई जानकारी दिनु होला है। प्रश्न पत्रमा बढी फोकस आइक्यूलाई भन्दा पनि सामान्य ज्ञान र शिक्षा सम्बन्धी कुरा, ऐन नियमावलीको कुरा, संवैधानिक कुरालाई अलिक बढी फोकस गर्नु होला है प्रथम पत्रको हकमा। र दोस्रो पत्रको हकमा है, दोस्रो पत्रको हकमा सबै विषयवस्तुको सामान्य जानकारी राख्नु होला। हुन त शिक्षा सम्बन्धी कुरा तपाईँले प्रथम पत्रमा पनि पढ्नु पर्यो, दोस्रो पत्रमा पनि पढ्नु पर्यो, त्यसको सामान्य जानकारी हासिल गरेर जाँदा राम्रो है। अब प्रश्न विभिन्न तरिकाबाट सोधिन सक्छन् साथी। अब हामी शिक्षक बन्ने मान्छे, तर शिक्षकले अनिवार्य रूपमा जान्नै पर्ने केही विषयवस्तुहरू छन्, त्यसमा मैले जानिनँ सर, मलाई आएन, अलिक कन्फ्युज भएँ भन्न चाहिँ पाइँदैन। जस्तै सम्बन्धित तहको पाठ्यक्रम, अथवा तपाईँले प्राथमिक तहको अन्तर्वार्ताको तयारी गर्दै हुनुहुन्छ, ल प्राथमिक तहको पाठ्यक्रममा कुनै 2टा विशेषता भन्नुहोस्। एउटा इक्जाम्पलको लागि यस्तो क्वेसन सोध्यो भने सर मलाई आएन भन्न चाहिँ पाइँदैन साथी है। अनि प्राथमिक तहमा विद्यार्थीहरूलाई सामाजिक विषय अन्तर्गत के कस्ता विषयवस्तुहरू पढाइन्छ, पाठ्यपुस्तकमा के कस्ता पाठहरू छन् भन्न पनि सोध्न सक्छ। त्यस्तो अवस्थामा पनि मैले जान्दिनँ भन्न पाइँदैन है। अनि कुनै एउटा विषयवस्तु कसरी शिक्षण गर्नुहुन्छ भन्न सोध्यो भने पनि मलाई आएन सर, सरी भन्न पाइँदैन साथी। त्यो भनेको के त, शिक्षकले अनिवार्य रूपमा जान्नै पर्ने विषयवस्तुहरू हुन् साथी। अथवा कुनै यो विषयवस्तु सिकाउनको लागि के कस्ता कार्यकलापहरू गराउनुहुन्छ, कुनै 2 कार्यकलाप भन्नुहोस् पनि भन्न सक्छन्। यसमा मैले यो कार्यकलाप गराउँछु, यो कार्यकलाप गराउँछु भन्नुपर्ने हुन्छ। तर एउटा बुझ्नै पर्ने कुरा के छ भने कार्यकलाप गराउँदाखेरि 100% कार्यकलापहरू विद्यार्थी केन्द्रित हुनुपर्छ। 100% कार्यकलापहरू प्रयोगात्मक हुनुपर्छ। विद्यार्थीहरूले प्रयोग गरेर सिक्ने खालका हुनुपर्छ। सिकाइमा विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने खालका कार्यकलापहरू तपाईँले भन्नुपर्ने हुन्छ है। यस्तो क्रियाकलाप गर्छु, उस्तो क्रियाकलाप गर्छु भन्ने होइन कि गराउँछु भन्नु पर्यो कि। शिक्षक भनेको एउटा सहजकर्ता हो, एउटा खोजकर्ता हो, एउटा उत्प्रेरक हो, एउटा प्रवर्धक हो। त्यसैले शिक्षकको भूमिका भनेको सधैँ विद्यार्थीहरूलाई शैक्षिक क्रियाकलापमा सहभागी गराउने र त्यो क्रियाकलापमा आवश्यक सहजीकरण गर्ने काम शिक्षक हो। त्यसैले यस्ता क्रियाकलाप गराउँछु भन्ने क्रियापदको प्रयोग गरेर तपाईँले सोधिएका प्रश्नहरूको उत्तर दिनुपर्ने हुन्छ है। अनि मूल्याङ्कन प्रक्रिया भनेको साथी यस्तो आधारभूत तह कक्षा 1-3मा मूल्याङ्कनका तरिका कति प्रकारका छन् भन्न सोध्छ। कति प्रकारका छन् भन्नुहोस् त, पढ्नु भएको छ नि अब्जेक्टिभमा, रामचन्द्र सरले राम्रोसँग पढाइसक्नु भएको छ। कति छ भन्नुहोस् त ल। आधारभूत तह कक्षा 1-3मा विद्यार्थीको मूल्याङ्कन गर्ने तरिका कति छन् ल, कुनै 2टा भन्नुहोस् त भन्न पनि एक्जाममा प्रश्न सोध्छ साथी। के भन्नु पर्यो, 9वटा तरिका छन् भन्नु पर्यो र के 9वटा भन्ने कुरा पनि 4-5वटा तपाईँले भनेर जानुपर्ने हुन्छ
जानेर जानुपर्ने हुन्छ साथी, भन्न सक्नुपर्ने हुन्छ। यस्ता कुराहरूमा मैले जान्दिनँ भन्न पाइएन है। अनि अर्को कुरा तपाईँले जान्नै पर्ने कुरा, नेपालको संविधानमा भएको शिक्षा सम्बन्धी व्यवस्था है, नेपालको संविधानमा भएको शिक्षा सम्बन्धी व्यवस्थालाई पनि तपाईँले लगभग सबै जानेर जानुपर्ने हुन्छ है। विशेष गरी धारा 31 शिक्षा सम्बन्धी हकको कुरा, अनुसूचीको कुरा होइन, अथवा मौलिक हकमा भएका अन्य व्यवस्थाहरू अथवा शिक्षा सम्बन्धी व्यवस्थाहरू, अनि नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिमा 4वटा शिक्षासँग सम्बन्धित उपनीतिहरू छन् होइन। त्यो कुरा पनि तपाईँले केही भन्न सक्ने भएर जानुपर्ने हुन्छ है। अनि शिक्षा सम्बन्धी अन्य कुराहरू छन् साथी, हेर्नुहोस् त, शिक्षा सम्बन्धी अन्य कुराहरू भनेको जस्तो शिक्षाको इतिहासबाट केही अब्जेक्टिभ क्वेसन सोध्न सक्छ, एउटा दुईटा फ्याट्ट, स्मरण गर्न सक्ने क्षमता कतिको छ भनेर चेक गर्न सक्छ है। त्यसैले यो शिक्षाको मनोविज्ञान, शिक्षाको इतिहास, सिकाएका सिद्धान्त होइन, सिकाएका सिद्धान्त हो, अनि शिक्षण विधि कार्यकलापका कुराहरू, शैक्षणिक परीक्षा, मूल्याङ्कन, पाठ्यक्रम, यी सबै कुराहरू तपाईँले जान्नुपर्ने हुन्छ है। अस्ति निम्न माध्यमिक तहको अन्तर्वार्तामा एउटा प्रश्न के सोधेको थियो याद छ तपाईँहरूलाई? हुन त सुन्नुभएको पनि होला। प्रयत्न र भुल सिकाइ सिद्धान्तको मुख्य मान्यता भन्नुहोस् न भन्न सोधेको थियो है। प्रयत्न र भुल सिकाइ सिद्धान्तको मुख्य मान्यता के हो भन्नुहोस् त भन्न सोधेको थियो साथी। यस्तै खालका प्रश्न सोध्न सक्छ। त्यसैले यस्तै खालका प्रश्नहरूको पनि तपाईँले विशेष तयारी गरेर जानुपर्ने हुन्छ। अनि तपाईँले अस्ति आफ्नो जिल्लाको रिजल्ट आउँदा बित्तिकै व्यक्तिगत विवरणको फाइल तयार पार्ने भन्ने त्यो सूचनाको अन्तिममा थियो होइन, नतिजाको अन्तिममा थियो। त्यो पक्कै पनि तपाईँले हेरिसक्नु भएको छ र नतिजा प्रकाशन भए सँगसँगै तपाईँले व्यक्तिगत फाइल पनि सायद तयारी पारिसक्नु भएको छ। त्यस पनि तपाईँले त्यो सिफारिस पत्रमा सूचनामा दिएका सबै कुराहरूलाई समेटेर व्यक्तिगत फाइल तयार पार्नुपर्ने हुन्छ है। त्यो व्यक्तिगत फाइलमा के समावेश गर्ने त हेर्नु साथी। अब अन्तर्वार्ता दिनको लागि के गर्ने भनेको छु मैले यहाँ। अन्तर्वार्ता हुनुभन्दा पहिला जस्तो मानव बिहान 8 बजे अन्तर्वार्ता भन्न तपाईँको समय फिक्स भएको छ भने तपाईँ 7 बजे नै त्यो स्थानमा जानु होला है, त्यो अन्तर्वार्ता सञ्चालन हुने स्थानमा जानु होला। अनि त्यहाँनिर बाहिरपट्टि एउटा त्यहाँको कर्मचारीले तपाईँले एउटा फारम भर्न दिन्छन्। ल यो व्यक्तिगत फारम भर्नुहोस् त भनेर फारम भर्न दिन्छन्। त्यो तपाईँले फारम भर्नुपर्ने हुन्छ है। त्यो फारम भरिसके पश्चात मैले विभिन्न 8वटा शैक्षिक डकुमेन्टहरूको लिस्ट तयार पारेको छु। तिनै शैक्षिक डकुमेन्टहरूलाई क्रमिक रूपमा तपाईँले आफैले प्रमाणित गरेर एउटा पञ्जीकरण तयार पार्नुपर्ने हुन्छ है। आफैले तयार पारेर एउटा पञ्जीकरण तयार पार्नुपर्ने हुन्छ साथी। कसरी प्रमाणित गर्ने त? नोटरी गर्नु पर्दैन है साथी, नोटरी गरिरहनु पर्दैन। के भन्नु पर्यो? सक्कल बमोजिम नक्कल ठिक छ भनेर आफैले साइन गर्नु पर्यो। त्यसलाई भन्छ आफैले प्रमाणित गरेको भन्छ साथी है। प्रत्येक डकुमेन्टलाई फोटोकपी गर्ने। प्रवेश पत्रलाई पर्दैन साथी है, प्रवेश पत्र परेन। अरू डकुमेन्टलाई सबैले फोटोकपी गर्ने र त्यसको ब्याक साइडमा है, त्यसको ब्याक साइडमा चाहिँ सक्कल बमोजिम नक्कल ठिक छ भन्ने लेखेर हस्ताक्षर गर्नुपर्ने हुन्छ है। र रेकर्ड फाइलको देब्रेपट्टिको भित्री भागमा सुन्नुभएको छ नि साथी, रेकर्ड फाइल पल्टाउने त्यसको देब्रेपट्टि चाहिँ सुरुमा के राख्नुहुन्छ, त्यसपछि के राख्नु, कुन डकुमेन्ट राख्नुहुन्छ, त्यसपछि कुन डकुमेन्ट राख्नुपर्ने हुन्छ, त्यसको सबै क्रमिक रूपमा विवरण लेख्नुपर्ने हुन्छ। जस्तो पहिला तपाईँले व्यक्तिगत विवरण राख्नु भएको छ भने नम्बर 1 दिने, त्यसपछि व्यक्तिगत विवरण 1 थान भनेर लेख्नु पर्यो। त्यसपछि तपाईँले प्रवेश पत्र राख्नुहुन्छ भने प्रवेश पत्र 1 थान भनेर राख्नु पर्यो होइन। अनि नागरिकता राख्नुहुन्छ भने नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 थान भनेर लेख्नु पर्यो। हो, त्यसलाई भन्छ पञ्जिका भन्छ अथवा पञ्जीकरण तयार पार्ने भन्छ है। तपाईँले कुन कुन सामग्री पेश गर्नुभयो भनेर त्यो पञ्जिका हेरेपछि थाहा हुन्छ कि है। त्यो पञ्जिका हेरेपछि थाहा हुन्छ। त्यसै अनुसार तपाईँले पञ्जिका पनि तयार पार्नुपर्ने हुन्छ है। हो, जस्तो तपाईँले त्यो पञ्जिकामा समावेश गर्नुपर्ने डकुमेन्टहरूमा नागरिकता हाल्नु पर्यो साथी। मैले व्यक्तिगत विवरण भनिसकेँ, नागरिकता, अनि प्रवेश पत्र हाल्नु पर्यो होइन। अनि अध्यापन अनुमति पत्र पनि हाल्नु पर्यो साथी, अथवा त्यसको प्रमाणित प्रतिलिपि पनि हाल्नु पर्यो। अनि सम्बन्धित तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता र 1 तह माथिल्लो योग्यता भएमा सोको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र पनि त्यसमा समावेश गर्नुपर्ने हुन्छ। यदि छैन भने हालिरहनु परेन साथी है।
छैन भने हालिदिनु परेन। यदि तपाईँले सम्बन्धित तहका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता र एक तह माथिल्लो शैक्षिक योग्यताका ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्र पनि हाल्नुपर्ने हुन्छ। तपाईँले एसएलसी देखिको हाल्दा राम्रो है, एसएलसी देखिको नै हाल्दा राम्रो है त। अनि यदि तपाईँले विदेशी शैक्षिक संस्थाबाट कुनै शैक्षिक उपाधि हासिल गर्नुभएको छ भने त्यसको समकक्षताको प्रमाणपत्र पनि हाल्नुपर्ने हुन्छ है। अनि तपाईँले कुनै एउटा समावेशी पदबाट नाम निकाल्नु भएको छ भने त्यसको पनि डकुमेन्ट हाल्नु पर्यो साथी। कुरो बुझ्नुभयो नि? महिलाको भने परेन, किनकि नामबाट थाहा हुन्छ साथी है। जस्तो आदिवासी जनजातिबाट हो कि होइन, मधेसीबाट हो कि, अपाङ्गताबाट हो कि, दलितबाट हो कि, त्यसो कुनै एउटा विशेष समूहबाट नाम निकाल्नु भएको छ भने त्यसको डकुमेन्ट पनि त्यसमा समावेश गर्नुपर्ने हुन्छ है। अनि हालसालै खिचिएको पासपोर्ट साइजको फोटो एक प्रति, त्यसैमा सायद पहिला व्यक्तिगत विवरणको टपमा तपाईँले राख्न सक्नुहुन्छ। अनि यदि तपाईँ कार्यरत हुनुहुन्छ भने शिक्षा विकास तथा समन्वय इकाइबाट स्थायीबाट एउटा सेवा प्रमाणित पत्र बनाउनुपर्छ र त्यो सेवा प्रमाणित सँगसँगै तपाईँको अस्थायी नियुक्ति पत्र पनि त्यसमा समावेश गर्नुपर्ने हुन्छ साथी है। अनि कुनै तालिम लिनुभएको छ भने त्यो पनि हाल्दा राम्रो मानिन्छ है। तपाईँले यस्ता डकुमेन्टहरूलाई समावेश गरेर एउटा पञ्जिका तयार पार्न सक्नुहुन्छ साथी है त। ठिक छ, हेर्नुहोस् त। अब सम्बन्धित तहमा तपाईँ अस्थायी अथवा राहत अनुदान कोटाको शिक्षक पदमा सेवा गरेको हुनुहुन्छ भने तपाईँले शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखबाट प्रमाणित गरिएको सेवा प्रमाणित पत्र समावेश गर्नुपर्ने हुन्छ। यस्तो पत्र चाहिँ सक्कल नै पेश गर्नुपर्छ साथी है। सक्कल नै यो डकुमेन्ट पेश गर्नुपर्छ। यसको फोटोकपी पेश गरिएको मान्ने हुने छैन है। पञ्जीकरण भनेको लिस्टिङ गरेर राख्ने साथी है। बोर्डिङ स्कुलको हुँदैन साथी, बोर्डिङ स्कुलको अनुभवले हुँदैन है। ल ठिक छ। अनि उच्च योग्यताको शैक्षिक प्रमाणपत्रका सम्बन्धमा एकभन्दा बढी उच्च योग्यता भएमा जुन शैक्षिक योग्यतामा उच्च अङ्क छ, उच्च श्रेणी छ, त्यो समावेश गर्नु होला है। अनुभव पत्र चाहिँ शिक्षा विकास तथा समन्वय इकाइबाट बनाउने है। यदि जिपिएमा अङ्क छ भने के भनेको छ शिक्षक सेवाको नियमावलीले, यदि श्रेणी खुलेको छैन भने द्वितीय श्रेणी बराबरको अङ्क पाउने भनेर लेखेको छ नि, त्यसै अनुसार हुन्छ। कुरो बुझ्नुभयो? यदि तपाईँको डकुमेन्टमा श्रेणी खुलेको छैन भने तपाईँले द्वितीय श्रेणी बराबरको अङ्क प्राप्त गर्नुहुन्छ है। र अब तपाईँले जानेर भनौँ अथवा नजानेर एउटा गल्ती गर्नुहुन्छ कि नाम निकाल्न सहयोग गर्न भने कसैलाई पनि भनसुन गर्ने काम नगर्नु होला साथी। सुन्नुभयो? नाम निकाल्न सहयोग गर्नुहोस्, म तपाईँ मेरो नाम निकाल्न भनिदिनु पर्यो, यो नेता ऊ नेता, यो मान्छे त्यो मान्छे, यो कर्मचारी त्यो शिक्षक त्यो नेता, यो सङ्गठन ऊ सङ्गठन भनेर फोन गर्ने काम बिल्कुल नगर्नु होला। तपाईँको भनसुनले केही पनि प्रभाव पर्दैन। यो कुरामा विश्वस्त हुनुहोस्, 100% विश्वस्त हुनुहोस्। तपाईँको भनसुनले केही कामै गर्दैन। त्यस कारणले गर्दा त्यो भनसुन गर्ने काम भुलेर पनि नगर्नु होला साथी है। भर्खरै अब ड्रेसको कुरा आयो साथी। अब कार्यरत टिचर हुनुहुन्छ भने ड्रेस लगाएर गए पनि केही फरक परेन, राम्रै मानिन्छ। तर यदि तपाईँ कार्यरत हुनुहुन्न भने ड्रेस लगाउन आवश्यक छैन। सुन्नुभयो नि साथी? कार्यरत हुनुहुन्छ भने ड्रेस लगाएर जाँदा राम्रो मानिन्छ, लाउनै पर्छ भन्ने अनिवार्यता होइन है। त्यो कुरा पनि बुझ्नु पर्यो साथी। सुन्नुभयो नि साथीको है? यदि तपाईँ कार्यरत हुनुहुन्छ भने ड्रेस लगाएर जाँदा पनि भयो। यदि तपाईँ कार्यरत हुनुहुन्न, फ्रेस हुनुहुन्छ भने तपाईँले ड्रेस लाउनु अनिवार्यता छैन साथी है त। ठिक छ। अनि पुरुष उम्मेदवारका लागि पोसाक भनेको साधारण सर्ट प्यान्ट लगाएर जानुहोस्, अथवा तपाईँले कोट लगाउने बानी छ भने कोट लगाएर जाँदा पनि हुन्छ। तर अन्तर्वार्ताकै लागि भनेर नयाँ कोट सिलाउनु चाहिँ पर्दैन साथी। सुन्नुभयो नि? अन्तर्वार्ताकै लागि भनेर
नयाँ कोट सिलाइरहनु पर्दैन है। त्यो कुराहरूलाई पनि ख्याल गर्नु होला साथी है। अनि महिलाको हकमा चाहिँ साधारण कुर्ता सुरुवाल पनि लगाउन सक्नुहुन्छ है, फर्मल प्यान्ट पनि लगाउन सक्नुहुन्छ है, अथवा भनौँ साधारण प्रकृतिको साडी पनि लगाउन सक्नुहुन्छ है। ल ठिक छ। अब सजावटकै कुरा गर्ने क्रममा पुरुष साथीहरूले सकभर दारी काटेर गइदिनु होला। दारी पालेको जति राम्रो मानिँदैन। यदि अझै पनि हाम्रो कानमा कतै टप छ भने, कतै मुद्रा छ भने त्यसलाई त्यो दिनको लागि झिकेर गइदिनुहोस्। त्यसपछि त अवश्य झिक्नुहुन्छ। टिचर भइसके पश्चात त्यस्तो सुहाउँदैन हाम्रो पेसाको लागि होइन। अनि कपाल अलि अस्वाभाविक रूपमा लामो छ भने पनि हल्का काटेर जाँदा राम्रै मानिन्छ साथी है। कपाल काटेर जाँदा राम्रो मानिन्छ। सामान्य स्टाइलको कपाल काट्दा राम्रो मानिन्छ। टोपी लगाउने बानी छ भने पनि टक्क सर्ट प्यान्ट कोटमा ढाका टोपी लगाएर गरे पनि केही फरक परेन है। तर सकभर क्याप अथवा छाते टोपी लगाएर नजाँदा राम्रो मानिन्छ है। अनि तपाईँ अन्तर्वार्ता दिन जाने क्रममा एकदम हँसिलो चेहराले प्रवेश गर्नुपर्ने हुन्छ साथी है। डर फिलिङ गरेको छ भन्ने कुरा अन्तर्वार्ता लिने मान्छेले थाहा पाउनु हुँदैन है। नडराइकन गएको छ भन्ने कुरा तपाईँले पार्नु पर्यो कि एकदम हँसिलो मुद्रामा, प्रसन्न मुद्रामा जानु पर्यो है। अब महिलाको हकमा सजावटको कुरा छ साथी, हेर्नुहोस् त। तपाईँले घरमा बस्दा जस्तो मेकअप गर्नुहुन्छ नि त्यस्तै खालको मेकअप गर्नुहोस्। धेरै चिटिक्क पर्ने होइन है। त्यहाँ भनेको तपाईँको नलेज प्रेजेन्ट गर्ने तरिका के कस्तो छ भनेर हेर्ने हो। तपाईँको मेकअप हेर्ने हो, तपाईँको आवरण हेर्ने होइन साथी। तपाईँको नलेजको आवरण हेर्ने हो। नलेज कसरी प्रेजेन्टेसन गर्छ, बोल्ने शैली कस्तो छ, आन्तरिक व्यवहार कस्तो छ होइन, तपाईँको व्यवहार हेर्ने हो त्यहाँनिर। त्यसैले साधारण मेकअप गर्न जाँदा मजाले हुन्छ साथी है। साधारण भने त्यो तपाईँले रातो लिपस्टिक लगाएर जानु भएन। सामान्य ओठल लगाएर गएर केही बिग्रेन। जो तपाईँले कसैको बिहेमा जानुहुन्छ, पार्टीमा जानुहुन्छ नि त्यस्तो खालको मेकअप गर्न आवश्यक छैन है। अब हामी भर्खरै 21-22 वर्षको साथीहरू पनि नाम निकालेका छौँ होइन। स्कुल कलेज पढ्दाखेरि अगाडि कपाल छोड्ने बानी हुनसक्छ होइन। कपाललाई यसो कानका पछि देखिने गरी काटेको हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ जस अन्तर्वार्ताको क्रममा कपाल सज्न नपरोस् है। कपाललाई यसो हातले पछि कानको पछि लगाएर राख्न नपर्ने गरी कपालको स्टाइल पनि पार्नु होला साथी है। कपाललाई त्यसरी व्यवस्थापन गर्नु होला। स्टाइल चिटिक्क पारा जाने होइन कि नर्मल अवस्थामा तपाईँ जस्तो देख्नुहुन्छ त्यस्तै अवस्थामा जान सक्नुहुन्छ। कपालको धेरै स्टाइल नपार्नु होला है। अब अन्तर्वार्ता कक्षमा कसरी प्रवेश गर्ने त है। तपाईँले मे आई कम इन सर पनि भन्न सक्नुहुन्छ होइन, अथवा सर म आउन सक्छु पनि भन्न सक्नुहुन्छ। त्यो तपाईँको इच्छाको कुरा भयो। तर तपाईँ अन्तर्वार्ता कक्षमा प्रवेश गर्ने क्रममा ढोका सायद अधिकांश ठाउँमा ढोका बन्द हुन्छ है। ढोका बन्द हुन्छ। ढोकालाई सामान्य नक गर्नु होला, एकपटक ट्याक ट्याक पार्न सक्नुहुन्छ र त्यसपछि ढोका तपाईँले पेलेर खोल्नुपर्ने हुन्छ। अनि भित्र पस्ने क्रममा एउटा ख्याल के गर्नुपर्ने हुन्छ भने तपाईँ उभिएको स्थान र अन्तर्वार्ता लिने व्यक्तिहरू अथवा विषय विशेषज्ञहरू उभिएको स्थान अथवा बसेको स्थानको दूरी हेरेर तपाईँले अभिवादन गर्नुपर्ने हुन्छ है। तपाईँ कुन ठाउँमा हुनुहुन्छ, ढोकाको कुन भागमा हुनुहुन्छ र अन्तर्वार्ता लिने स्थान कतिको टाढा छ त्यसको दूरी हेरेर उपयुक्त हुने ठाउँमा गएर तपाईँले अभिवादन गर्न सक्नुहुन्छ। यसरी अभिवादन गर्दा त्यहाँ भएका 3-4 जना मान्छेहरूलाई प्रत्येकलाई नमस्कार सर, नमस्कार म्याडम, नमस्कार सर भनिरहनु पर्दैन। एकैपटक सबै अन्तर्वार्ता लिने विषयज्ञहरूलाई एकैपटक नमस्कार भन्दा राम्रो हुन्छ। जस्तो उदाहरणको लागि चाहिँ के भन्न सक्नुहुन्छ, सम्पूर्ण सरहरूमा नमस्कार भन्न सक्नुहुन्छ है। सबैलाई प्रत्येक पटक छुट्टा छुट्टै गरिरहनु परेन है त। अनि तपाईँ नमस्कार गरिसके पश्चात त्यहाँको एउटा संयोजक जो हुनुहुन्छ एकजना है, अन्तर्वार्ता लिने समितिको संयोजक हुनुहुन्छ एकजना, उहाँले तपाईँलाई ल बस्नुहोस् भन्न भन्नुहुन्छ है। बस्नुहोस् भन्न भन्नुहुन्छ। सामान्य त्यहाँ बस्नुहोस् भनिन्छ। यदि बस्नुहोस् त्यहाँ कारणवशले उहाँहरू व्यस्त भएर अथवा आफ्नो आन्तरिक सल्लाहमा केही बस्नुहोस् भन्न आदेश दिनु भएन भने पनि
सामान्य अवस्थामा तपाईँ बस्न सक्नुहुन्छ, उहाँको आज्ञा कुर्नै पर्ने अनिवार्यता छैन, किनकि त्यो भनेको तपाईँलाई बस्नका लागि बनाइएको बेन्च हो होइन, कुर्सी हो। त्यसैले आज्ञा अनुसार बसेको राम्रो, उहाँले भनेको अवस्थामा आज्ञा अनुसार बसेको राम्रो। तर कहिलेकाहीँ उहाँहरू आफ्नो आन्तरिक सल्लाहमा अथवा तपाईँको नाम टिपोट गर्ने क्रममा अथवा केही भनौँ आन्तरिक तयारी गर्ने क्रममा बस्नु भन्नु भएन भने पनि त्यो तपाईँ नै बस्नका लागि तयार पारेको कुर्सी हो, उहाँको आज्ञा लिइरहनु पर्ने अनिवार्यता हुँदैन है। अनि बस्ने क्रममा एकदम सामान्य पोजिसनमा बस्नु पर्यो साथी है। आडेस लगाएर खुट्टा खापेर बस्ने काम नगर्नु होला है। खुट्टा पनि खापेको राम्रो मानिँदैन है, खुट्टा खापेको खुट्टा हल्लाएको राम्रो मानिँदैन साथी। बस्ने क्रममा कुर्सीलाई अगाडि बिल्कुल नसार्नु होला साथी। हाम्रो केही बानी हुनसक्छ कहिलेकाहीँ, जहाँ जुन स्थानमा कुर्सी राखिएको छ त्यो कुर्सीलाई केही अगाडि सारेर बस्ने बानी हुनसक्छ। त्यस्तो बानी छ भने त्यो भुलेर पनि नगर्नु होला। बरु 1-2 इन्च 1-2 बित्ता पछि सारे केही फरक पर्दैन, तर अघि सार्ने काम नगर्नु होला, किनकि त्यो विशेषज्ञहरूले आफू बसेको स्थान र तपाईँ बस्ने स्थानको दूरी मेन्टेन गरिसकेका हुन्छन् पहिले नै, यहाँ बस्दा व्यक्त हुन्छ भनेका हुन्छन्। त्यसैले कुर्सीलाई दायाँ बायाँ नसारेको राम्रो। यदि सार्नै पर्ने हो भने 1-2 इन्च पछि सार्न चाहिँ सक्नुहुन्छ है। अनि कुर्सीमा बस्दाखेरि आडेस नलगाइकन थोरै पछि सर बस्नुभयो भने आडेस लगाउनु अनिवार्य हुँदैन साथी है। थोरै पछि बस्नुभयो भने आडेस लगाउनको लागि अनिवार्यता हुँदैन है त। अनि कुर्सीमा बस्दाखेरि चाहिँ एकदम हँसिलो मुद्रामा रहनुपर्छ है। हँसिलो मुद्रामा हुनु पर्यो। मैले एउटा इक्जाम्पल पनि दिएको छु, हेर्नुहोस् त्यहाँ कुर्सी कतै पनि नसारिकन बस्नु पर्यो साथी, खुट्टा खाप्नु भएन है। अनि कुर्सीमा बस्दाखेरि असामान्य आडेस लगाउनु पनि भएन साथी। अनि निराश भएर एकदम स्याड मुडमा बस्नु पनि भएन, एकदम हँसिलो मुद्रामा बस्नु पर्यो है। हँसिलो मुद्रामा फेरि खिच्का छन्ने पनि होइन फेरि है, कहिलेकाहीँ हाँसो लाग्छ नि है। अनि त्यहाँ कुर्सीमा बस्ने क्रममा जो सामान्य हावभाव प्रस्तुत गरेर बस्नुपर्छ, मूर्ति जस्तो ठिङ्रिङ्ग उभिने पनि होइन। यस तपाईँको अवस्था चाहिँ सामान्य देखियोस्, त्यो कुरा तपाईँले ख्याल गर्नुपर्ने हुन्छ है। अब अन्तर्वार्ताको टिम सामान्यतया 3 सदस्य हुन्छ। मैले यसमा यो माध्यमिक तहको लागि तयारी गरेको स्लाइड तपाईँलाई सेयर गरेको हुँदा यहाँ विषयगत प्रश्न सोध्ने व्यक्ति सहप्राध्यापक अथवा प्राध्यापक भनेको छु। यसमा चाहिँ अब कर्मिक रूपमा अधिकृत अथवा उपसचिव तहका व्यक्तिहरू यसको समितिमा रहन्छन् साथी है। एउटा विषयगत प्रश्न सोध्ने व्यक्तिहरू हुन्छन्, शिक्षासँग सम्बन्धित प्रश्न सोध्ने व्यक्तिहरू पनि हुन्छन् है। अनि अन्य जस्तो अङ्ग्रेजीका कुरा, इङ्ग्लिसका कुरा, नेपालीका कुरा, गणितका कुरा है, विज्ञानका कुरा सोध्ने पनि व्यक्तिहरू हुन सक्छन् त्यहाँनिर, त्यो तपाईँले ख्याल गर्नुपर्ने हुन्छ है। अब सामान्यतया तपाईँलाई पहिलो परिचय माग्ने अथवा परिचय सोध्ने व्यक्ति भनेको त्यो अन्तर्वार्ता समितिको संयोजक हुन्छ। सुन्नुभएको छ नि, सामान्यतया तपाईँलाई पहिलो प्रश्न सोध्ने व्यक्ति भनेको अन्तर्वार्ता समितिको संयोजक हुन्छ। यदि तपाईँले जसले प्रश्न सोध्छ त्यो भनेको चाहिँ अन्तर्वार्ताको समितिको संयोजक रहेछ भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ साथी है। अन्तर्वार्ता समितिको संयोजक भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ है। तपाईँलाई सामान्यतया परिचय भन्ने क्रममा आफ्नो पुरा नाम भन्नु होला साथी है, पुरा नाम भन्नु होला है। नाम थर भन्नुपर्ने हुन्छ, पुरा नाम भनेको त्यही नै हो। अनि आफ्नो थाई ठेगाना जहाँ हो त्यहाँ भन्नुपर्ने हुन्छ। र तपाईँले न्यूनतम योग्यता कुन विद्यालयबाट पुरा गर्नुभयो त्यो भन्नुपर्ने हुन्छ। अन्तर्वार्तामा सामान्यतया शैक्षिक परिचय दिँदाखेरि यो भनेको त्यो खालको शैक्षिक परिचय नै हो। सुरुमा नाम थर भन्ने, त्यसपछि आफ्नो थाई ठेगाना है, थाई ठेगाना भन्ने है। अनि त्यसपछि तपाईँले न्यूनतम शैक्षिक योग्यता भनेको 12 पास कहाँ हो त्यो तपाईँले भन्न सक्नुहुन्छ। यदि तपाईँ +2 पास गरिसके पश्चात पनि ब्याचलर पास गर्नुभएको छ, मास्टर पास गर्नुभएको छ भने मैले यो विद्यालयबाट, यो विश्वविद्यालयबाट ब्याचलर डिग्री अथवा मास्टर डिग्रीको अध्ययन पुरा गरेको छु भन्न सक्नुहुन्छ। त्यसपछि हाल के गर्दै हुनुहुन्छ, कुनै पेसामा हुनुहुन्छ कि है, कुनै तहमा कार्यरत हुनुहुन्छ कि त्यो पनि तपाईँले भन्न सक्नुहुन्छ। कोही चाहिँ बोर्डिङमा पढाउँदै गरेको हुनु होला, कोही चाहिँ निजी स्रोतमा काम गरेको हुनु होला, कोही चाहिँ कार्यरत नै हुनु होला। त्यो कुरा पनि तपाईँले परिचयको क्रममा भन्नुपर्ने हुन्छ है। के भनेर भन्नुहोस् त, आफ्नो नाम थर भन्ने, आफ्नो स्थायी ठेगाना भन्ने, आफ्नो शैक्षिक योग्यताको बारेमा जानकारी दिने र तपाईँ अहिले
तत्कालीन अवस्थामा के गर्दै हुनुहुन्छ? क्याम्पस पढ्दै गर्दै हुनुहुन्छ कि कतै सरकारी जब गर्दै हुनुहुन्छ कि होइन? कतै कार्यरत पो हुनुहुन्छ कि कतै नै बोर्डिङमा पढाउँदै पो हुनुहुन्छ कि? त्यो कुरा तपाईँले भन्नुपर्ने हुन्छ। यस्ता कुराहरू भन्ने क्रममा एउटा ख्याल गर्नुपर्ने कुरा के छ भने एकदम पूर्ण वाक्यको प्रयोग गर्नुपर्ने हुन्छ साथी। जस्तो मेरो नाम कृष्णप्रसाद सुवेदी भन्न भएन कि है। आफ्नो परिचय दिनुहुन्छ तर परिचय भन्ने तपाईँको शैली पनि त हेर्ने हो नि साथी है। परिचय भन्ने शैली पनि त सोध्ने हो नि, हेर्ने हो नि, बुझ्ने हो नि। त्यसैले मेरो नाम कृष्णप्रसाद सुवेदी हो भनेर पूर्ण वाक्यको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो भन्नुहोस् त? बुझ्नुभयो नि? अँ, ठिक छ। यसरी अँ, पूर्ण रूपमा आफ्नो वाक्यको प्रयोग गर्नुपर्ने हुन्छ साथी है। अँ, अनि तपाईँले यस्तो परिचय दिने क्रममा है, परिचय दिने क्रममा तपाईँले अन्तिम वाक्य जे भन्नुहुन्छ नि, अन्तिम सन्दर्भ जे भन्नुहुन्छ नि, त्यो अन्तिम सन्दर्भबाटै प्रश्नको सुरुवात हुन सक्छ। कुरो बुझ्नु भएको छ? है, तपाईँले परिचय खण्डको अन्तिम वाक्य अथवा अन्तिम विषय सन्दर्भ जे भन्नुहुन्छ, त्यो सन्दर्भबाट नै अन्तर्वार्ताको लागि प्रश्न सोध्ने सम्भावना बढिरहन्छ। त्यसैले के गर्नुपर्यो? त्यसैले आफूलाई सजिलो लाग्ने विषय क्षेत्रका कुरालाई अन्तिम सन्दर्भमा भन्न सक्नुहुन्छ है। अनि अरू प्रश्नहरू पनि तपाईँले उत्तर दिँदाखेरि जुन प्रसङ्ग, जुन विषय भन्नुहुन्छ नि, त्यही प्रश्न विषय सन्दर्भबाट नै अरू प्रश्न सोध्ने सम्भावना बढिरहन्छ है। त्यसैले तपाईँ के गर्नु पर्यो? दोस्रो पत्रको विषयवस्तुलाई अलिक बढी जोड दिनुपर्छ है। दोस्रो पत्रमा जस्तो त्यहाँ दोस्रो पत्रको तयारी गरेको तपाईँ भर्खर मात्रै पुरा गरिसक्नु भएको छ, पास गरिसक्नु भएको छ। त्यसको लागि सामान्य एकपटक रिभिजन गर्नु होला साथी, एकपटक अभ्यास गर्नु होला। दोस्रो पत्रका केही विषयवस्तुको सामान्य जानकारी राख्दा राम्रो हुन्छ। जस्तो म एउटा इक्जाम्पल दिन्छु है, एउटा इक्जाम्पल दिन्छु साथी। नेपाली विषयको व्याकरण अथवा कविता अथवा कथाको मूलभाव, शिक्षण विधि, मूल्याङ्कन प्रक्रिया जस्ता विषयहरूलाई उदाहरणसहित जानकारी राखेर जाँदा राम्रो है। अथवा कक्षा 4-5 कुनै नेपालीमा कथा होला भनौँ अथवा अङ्ग्रेजीमा स्टोरी होला कथा अथवा पोइम होला, आफ्नो ठाउँमा छ। त्यसको मेन थिम के हो त्यो जान्न जाँदा राम्रो साथी। यदि तपाईँ कार्यरत हुनुहुन्छ भने त स्वतः सोध्छन् है। तपाईँले आफ्नो परिचय दिने क्रममा म यो विद्यालयमा यो तहमा कार्यरत छु भन्नुभयो भने ल त्यसो भने तपाईँले एउटा कक्षा 5को कुनै पाठ भन्नुहोस् र त्यो पाठको मुख्य सन्देश के हो भन्नुहोस् पनि भन्न सक्छन् साथी है। अन्तर्वार्ता हो, यही प्रश्न सोध्छन् भन्ने ग्यारेन्टी हुँदैन। तैपनि यस्ता यस्ता खालका विषयवस्तुबाट प्रश्न आउँछ भन्ने कुरा हामीले बुझ्नु पर्यो साथी है। हो अनि कक्षा 10को भन्यो भने यहाँ कक्षा 5को कुनै एउटा कवितालाई लयबद्ध रूपमा वाचन गर्नुहोस् पनि भन्न सक्छन्। कहिलेकाहीँ चाहिँ जस्तो म पहिला अहिलेभन्दा 7-8 वर्ष पहिला शिक्षक सेवाको अन्तर्वार्ता दिने क्रममा मलाई एउटा प्रश्न सोधिएको थियो। तपाईँले जानेको कुनै एउटा कवितालाई लयबद्ध रूपमा वाचन गर्नुहोस् न भन्ने खालको प्रश्न सोधिएको थियो साथी। म आफूलाई मेरो अनुभव सेयर गर्दा तपाईँलाई है। कुरो बुझ्नुहुन्छ नि? अनि कहिलेकाहीँ चाहिँ कस्तो प्रश्न पनि सोधिन्छ भने तपाईँको खास रुचि केमा छ, तपाईँले के गर्न बढी रुचि राख्नुहुन्छ भनेर पनि सोध्न सक्छन् है। अनि तपाईँ जस्तो म गीत गाउँछु, म गजल लेख्छु, म कथा लेख्छु भनेर सामान्य तपाईँले भन्नुभयो भने ल एउटा त्यसै हामीलाई गीत गाएर सुनाउनुहोस् न त, एउटा गजलको कुनै एउटा 2टा शेर भन्नुहोस् न त, एउटा कुनै एउटा लघु कथा छोटो समयमा सुनाउनुहोस् त भन्न पनि सक्छन्। त्यसैले त्यो तर्फ पनि विशेष ध्यान दिनुपर्ने हुन्छ है। अथवा विशेष गरी कसरी सिकाउनुहुन्छ भन्ने कुरालाई बढी सोध्छ साथी। कुरो बुझ्नुहुन्छ नि? कसरी सिकाउनुहुन्छ, कसरी सिकाइ सजीकरण गर्नुहुन्छ भन्ने कुरालाई अलिक बढी फोकसमा राख्न सक्छ है। त्यसैले के गर्नु पर्यो?
कार्यात्मक तरिकाले शिक्षण सिकाइ गर्छु, प्रयोगात्मक तरिकाले शिक्षण सिकाइ गर्छु भन्न तपाईँले तयारी गर्नुपर्ने हुन्छ। कसले गराउनुहोस् त, कुनै दुईटा कार्यकलाप भन्नुहोस् पनि भन्न सक्छ। त्यस्तो गर्दाखेरि विद्यार्थी केन्द्रित विधि मार्फत विद्यार्थी केन्द्रित कार्यकलापहरूको प्रयोग गरेर भनेर तपाईँले इक्जाम्पल सहित भन्नुपर्ने हुन्छ है, इक्जाम्पल सहित भन्नुपर्ने हुन्छ साथी है। तोकिएको योग्यता भन्दा एक तह माथिल्लो योग्यता यसो साथी, शैक्षिक योग्यता हकमा चाहिँ तोकिएको शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको प्रथम श्रेणी भए 2 अङ्क र द्वितीय श्रेणी भए 1 अङ्क पाइने हो साथी है, बुझ्नुभयो। शैक्षिक योग्यता भन्दा तोकिएको शैक्षिक योग्यता भन्दा एक तह माथिको शैक्षिक योग्यताको प्रथम श्रेणी छ भने 2 अङ्क पाउनुहुन्छ र द्वितीय श्रेणी छ भने तपाईँले 1 अङ्क पाउनुहुन्छ। यो कुरा मैले तपाईँलाई जानकारी गराएँ। एकजना साथीले सोध्नु भएको रहेछ, ठिक छ। अब केही प्रश्नहरू कस्ता पनि सोधिन्छन् भने केही समस्यामूलक प्रश्न पनि सोधिन्छन् साथी। जस्तो अब तपाईँ प्राथमिक तहमा चाहिँ नवनियुक्त शिक्षक बन्दै हुनुहुन्छ हैन। यसमा अब नेपाल जस्तो भाषिक विविधता भएको देशमा एउटा कक्षा कोठामा चाहिँ विभिन्न भाषाका विद्यार्थीहरू पढ्न आउँछन् है, विभिन्न भाषाका विद्यार्थीहरू पढ्न आउँछन् हो। त्यस्तो अवस्थामा कोही नेपाली भाषाका होलान् हैन, कोही मैथिली भाषाका होलान्, कोही आवादी भाषाका होलान्। यस्तो अवस्थामा हाम्रो शिक्षा ऐनको दफा 7ले चाहिँ प्राथमिक शिक्षा मातृभाषामा दिन सकिनेछ भन्ने व्यवस्था गरेको छ। के तपाईँले यो पढाउन सक्नुहुन्छ कि विद्यालय तहमा यो सम्भव छ? के यो नेपाल जस्तो भाषिक विविधता भएको देशमा अथवा समाजमा, समुदायमा, विद्यालयमा यो प्राथमिक शिक्षा मातृभाषामा दिन सकिन्छ भनेर प्रश्न सोध्न सक्छ। हेर्नुहोस् त, एउटा लगभग सोध्ने प्रश्न नै यो साथी हो। किनकि हाम्रो शिक्षा ऐन 2028ले छ प्राथमिक शिक्षालाई मातृभाषामा दिन सकिन्छ भनेर शिक्षा ऐनको 8औं संशोधनबाट संशोधन गरेको छ साथी हैन। त्यो तपाईँले पक्कै पनि पढिसक्नु भएको छ शिक्षा ऐनमा। यस्तो अवस्थामा तपाईँले अब मानौँ कुनै एउटा जिल्लामा गएर तपाईँले बोलेको भाषाभन्दा अरू अथवा नेपाली भाषाभन्दा अरू भाषामा पढाउनु पर्यो भने तपाईँले के गर्नुहुन्छ भनेर एकदम जटिल खालको प्रश्न पनि सोध्न सक्छ। त्यो कुरा पनि तपाईँले याद गर्नुपर्ने हुन्छ, जान्नुपर्ने हुन्छ है। मानौँ तपाईँले कुनै एउटा निजी विद्यालयमा कार्यरत हुनुहुन्छ हैन, तपाईँले परिचय भन्ने क्रममा म अहिले कुनै एउटा निजी शैक्षिक संस्थामा कार्यरत छु, यति वर्षदेखि तपाईँले भन्नुहुन्छ नि। त्यो भन्दा बित्तिकै एउटा प्रश्न के सोध्छ भने सरकारी विद्यालय र संस्थागत विद्यालय बीचको शैक्षिक भिन्नता के होला? किन त्यहाँ अब नेपाल सरकारले चाहिँ तलब स्केल पनि राम्रै दिएको छ, निजीको तुलनामा शिक्षकहरूलाई सेवा सुविधा पनि राम्रै दिएको छ है। अनुभव प्राप्त दक्ष व्यक्तिहरू पनि शिक्षा सेवा मार्फत पास गरेर विद्यालयमा पुगेका छन् हैन। विभिन्न समयमा सेवा प्रवेश तालिमदेखि लिएर है, सेवाकालीन तालिमदेखि लिएर प्रमाणीकरण तालिम पनि दिएको छ। यस्तो हुँदै पनि निजी शैक्षिक संस्थाको शैक्षिक उपलब्धि र सामुदायिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा अन्तर पर्नुको कारण के हो अथवा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम हुनुको कारण के होला भनेर क्वेसन सोध्छ, कारण सोध्छ पहिला। त्यसो भने त्यो शैक्षिक उपलब्धि सुधार गर्न तपाईँले के क्रियाकलाप गर्न सक्नुहुन्छ भन्न पनि सोध्न सक्छ है। अर्को छ एउटा माध्यम भाषाको कुरा छ साथी। हेर्नुहोस् त, अभिभावकहरूको मोह चाहिँ अङ्ग्रेजी भाषातर्फ छ। यस्तो अवस्थामा तपाईँले चाहिँ विद्यार्थीलाई कसरी सामुदायिक विद्यालयतर्फ आकर्षित गर्नुहुन्छ, यसमा भाषाको माध्यमले विषयवस्तुमा के कतिको प्रभाव पार्छ भन्ने कुरा पनि सोध्न सक्छ साथी है। यी चाहिँ परीक्षामा सोध्न सक्ने सम्भावित टपिकहरू पनि हुन् है। अनि तपाईँ कार्यरत हुनुहुन्छ भने संस्था यो निजी विद्यालयमा कार्यरत हुनुहुन्छ भने अथवा संस्थागत विद्यालयमा कार्यरत हुनुहुन्छ भने त्यो संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा किन आउन चाहनुहुन्छ त नि? के छ त आकर्षक तत्त्व भनेर सोध्न पनि सक्छन् साथी है। त्यसैले यस्ता प्रश्नहरूको सन्दर्भमा
के खालको विचार व्यक्त गर्ने भनेर तपाईँ पूर्व तयारी गरेर जाँदा पनि राम्रो है। अनि तपाईँले एकाइ 8मा पक्कै पनि पढ्नुभएको छ, एकाइ अन्तिममा फर्स्ट पेपरको शिक्षाको अन्तिम पाठमा पनि पढ्नु भएको छ, कार्यमूलक अनुसन्धान र घटना अध्ययन। शिक्षकको काम भनेको त सिकाउने हो, तर शिक्षकलाई यस्तो अनुसन्धान गर्न किन लगाइन्छ भन्न सोच्छ क्या साथी। हेर्नुहोस् त, कुरो बुझ्नुभयो नि। शिक्षकको काम भनेको त सिकाउने काम हो होइन। सिकाउने काम गर्न छोडाएर शिक्षकलाई किन कार्यमूलक अनुसन्धान गर्न लगाइएको होला भन्न सोध्न सक्छ। यसको बारेमा तपाईँले धेरै पढिसक्नु भएको छ, अवश्य पनि मिलाएर भन्नुहुन्छ। किनकि कार्यमूलक अनुसन्धान भनेको त शिक्षण सिकाइका क्रममा देखा परेका तत्कालीन समस्याहरूलाई समाधान गर्नका लागि गरिने अनुसन्धान हो। त्यो त तपाईँले जानिसक्नु भएको छ, त्यो कुरालाई तपाईँले टक्क पारेर भन्नुपर्ने हुन्छ है। अनि तपाईँ कार्यरत शिक्षक हुनुहुन्छ भने नि, अस्थायी अथवा राहत अनुदान कोटामा कार्यरत हुनुहुन्छ भने तपाईँले पढाएको कति वर्ष भयो, शिक्षण पेसामा आबद्ध भएको कति वर्ष भयो, कति पटक कुन कुन विषयमा कार्यमूलक अनुसन्धान गर्नुभयो त, र त्यसको नतिजाले विद्यार्थीको शैक्षिक उपलब्धिमा कस्तो प्रभाव पार्यो, यस्ता खालका प्रश्न पनि सोध्छन् है। त्यो कुरो पनि तपाईँले जान्नुपर्ने हुन्छ है। यसरी प्रश्नको उत्तर दिने क्रममा आफूले आफ्नो विचार, आफ्नो मौलिकता, आफ्नो विश्लेषणात्मक, आफ्नो तार्किक क्षमता, आफ्नो ज्ञान अनुसार तपाईँले उत्तर दिनुपर्ने हुन्छ। यसरी उत्तर दिने क्रममा आफूले जानेको छ भने मात्र उत्तर दिने साथी है। कुनै प्रश्न सोधिन्छन् नि, आफ्नो नलेज भन्दा, आफ्नो ज्ञान भन्दा बाहिरका प्रश्न, जानेको प्रश्न छ भने तपाईँले ढुक्क भएर उत्तर दिँदा हुन्छ है। यदि प्रश्न जान्नुभएको छैन भने उत्तर नदिएको राम्रो साथी। सरी सर, मैले यो भन्न सकिनँ भनेर पछि हट्दा राम्रो। तपाईँले नजान्दै पनि केही कुरा कल्पना गरेर भन्नुभयो भने, केही कुरा काल्पनिक कुराहरू भन्नुभयो भने त्यो मिल्दैन, जसले गर्दा तपाईँको अन्तर्वार्ता बिग्रिन पनि सक्छ। हुन त अहिले अब शिक्षक सेवा आयोगले मागे भन्दा कम्ती नै तपाईँहरू उत्तीर्ण हुनुभएको छ है। नाम त स्वतः निकाल्नुहुन्छ पनि, तैपनि अन्तर्वार्ता एउटा फेस गर्ने तरिका हुन्छ, त्यो तरिका पनि तपाईँले बुझ्नु होला। र तपाईँले यसरी उत्तर दिने क्रममा अन्तिमको विषय सन्दर्भ तपाईँले जानेका विषयवस्तु मार्फत टुङ्ग्याउनु होला साथी। कुरो बुझ्नुभयो? अन्तिमको विषय सन्दर्भ भनेको, अन्तिमको उत्तरको सन्दर्भ भनेको तपाईँले जानेकै विषयवस्तुतर्फ लगेर छोड्नु होला। किनकि तपाईँले अन्तिममा जुन विषय सन्दर्भ भन्नुहुन्छ नि, त्यही प्रश्न सोध्नेबाट त्यही उत्तरबाट अर्को प्रश्न सोध्ने सम्भावना रहन्छ है। त्यसैले आफ्नो उत्तर टुङ्ग्याउने क्रममा आफूले जानेको विषयतर्फ लगाएर उत्तरलाई टुङ्गाउनु पर्ने हुन्छ है। अनि अर्को प्रश्न के पनि सोध्न सक्छ भन्दा, अर्को प्रश्न के पनि सोध्छ भन्दा, जस्तो कुनै विषयलाई तपाईँले कसरी प्रयोगात्मक तरिकाबाट सिकाइ साझीकरण गर्नुहुन्छ भन्ने एउटा विषय दिन्छ, कुनै विषय, ल त्यसलाई उदाहरणसहित भन्नुहोस् न भनेर सोध्न सक्छ साथी है त। ठिक छ। अनि मैले तपाईँलाई अगाडि पनि सामान्य जानकारी गराइसकेका छु है। हेर्नुहोस् त, अभिभावकहरूको संस्थागत विद्यालय र अङ्ग्रेजी भाषाप्रतिको मोह बढी छ होइन। त्यसै कारणले गर्दाखेरि आफ्ना नानी बाबुहरूलाई संस्थागत विद्यालयमा भर्ना गर्ने चलन पनि एकदम बढेको छ। यस्तो अवस्थामा संस्थागत विद्यालयमा गएका विद्यार्थीहरूलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न तपाईँले के कस्ता शैक्षणिक गतिविधि गर्न सक्नुहुन्छ, तपाईँको भूमिका के हुन्छ त्यसमा भन्ने पनि सोध्न सक्छ साथी है। त्यो कुरा पनि त हामीले जान्नुपर्ने हुन्छ है। अनि मानौँ तपाईँले अध्ययन गर्ने तह भनेको 1-5 हो। आवश्यकता अनुसार तपाईँले चाहिँ तपाईँको योग्यताका आधारमा, विद्यालयको आवश्यकताका आधारमा 6, 7, 8, 9, 10मा पनि पढाउनु पर्ने हुनसक्छ है। पढाउनु तयारी हुनुहुन्छ भन्न पनि सोध्छ। तपाईँलाई के भन्नु पर्यो, यस्तो अवस्थामा शिक्षकको मुख्य काम भनेको त सिकाउने काम हो है। त्यसैले आफ्नो समय भएसम्म आफूले ज्ञान गरेको
आफूले आर्जन गरेको ज्ञानले भ्याएसम्म मैले प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहसम्म पनि पढाउन सक्छु। त्यो विद्यालयको आवश्यकता अनुसार म पढाउन तयार छु। मेरो योग्यताले भ्याएसम्म म सिकाइ साझा गर्न तयार छु भन्नुपर्छ साथी है। त्यस्तो अवस्थामा अब प्राथमिक तहको शैक्षिक नतिजा सुधार गर्नका लागि तपाईँले के कस्ता कार्यकलापहरू गर्नुहुन्छ, तपाईँको भूमिका के रहन्छ यसमा भनेर पनि सोध्न सक्छ साथी है। शैक्षिक नतिजा सुधार गर्न के कस्ता क्रियाकलापहरू गर्नुपर्ने हुन्छ भन्न पनि तपाईँले तयारी गर्नुपर्ने हुन्छ, जान्नुपर्ने हुन्छ है। त्यो कुरा पनि तपाईँले याद गर्नु पर्यो साथी है। के गर्नु पर्यो त, शैक्षिक नतिजा सुधार गर्नका लागि पहिलो कुरा भनेको हाम्रो भूमिका चेन्ज गर्नुपर्छ साथी। सबैले सुन्नु भएको छ? भूमिका चेन्ज गर्नुपर्छ। भूमिका भनेको के? शिक्षकको भूमिका के हो त? पढाउने हो कि सिकाउने हो भन्नुहोस् त? भन्नु त साथीलाई कमेन्टमा कमेन्ट गर्नुहोस् त। फेसबुक लाइभ हेर्नुभएको साथीहरूले पनि एउटा कमेन्ट गर्नु पर्यो है। शिक्षकको भूमिका भनेको पढाउने हो कि सिकाउने हो भन्नुहोस् त ल, के भन्नुहुन्छ? पढाउने होइन? केही साथीहरूले सिकाउने भन्नुभएको छ, पढाउने भूमिका होइन? विविशाजी भन्नुहोस् त, पढाउने हो कि सिकाउने हो भूमिका, शिक्षकको भूमिका भनेको? ठिक छ, यो क्वेसन पनि सोध्छ साथी एक्जाममा। तपाईँ भर्खरै नवनियुक्त शिक्षक होइन, तपाईँले विद्यालयमा गएर पढाउनुहुन्छ कि सिकाउनुहुन्छ भनेर क्वेसन सोधिदिन्छ, तपाईँ अक्कमक्क पर्नुहुन्छ कि के भन्ने होला? अब यसमा पनि दुई थरी धारणा छन् साथी। परम्परागत धारणा अनुसार है, परम्परागत धारणा अनुसार पढाइन्थ्यो, यानि कि पढाउनु भनेको शिक्षक आफूमा रहेको ज्ञान विद्यार्थीमा हस्तान्तरण गर्ने एउटा माध्यम हो है, अथवा भनौँ पाठ्यक्रम तथा पाठ्य पुस्तकमा रहेका ज्ञानहरू हस्तान्तरण गर्ने काम है, ट्रान्सफर गर्ने कामलाई के भन्छौँ? पढाउने भन्नु बुझ्नुपर्छ। तर सबै पढाएको कुरा विद्यार्थीले शिक्ष भन्ने त छैन। सक्छ र भन्नुहोस् त? पढाएको कुरा सबै विद्यार्थीले शिक्षण गाह्रो छ नि। त्यसै कारणले गर्दा अबको शिक्षण सिकाइ भनेको सिकाइ सहजीकरणतर्फ जानुपर्छ, सिकाइतर्फ जानुपर्छ, पढाइ होइन कि, शिक्षण होइन कि, सिकाइतर्फ जानुपर्छ। शिक्षण र सिकाइ त फरक फरक छन् नि साथी। शिक्षण र सिकाइ त फरक फरक छन्। शिक्षण गरेको सबै विषयवस्तुहरू विद्यार्थीले शिक्षण भन्ने छैन। के गर्नुपर्छ? त्यसका लागि सिकाउनुपर्छ अनि बल्ल शिक्षण। सिकाउनुको लागि त शिक्षकको भूमिका एउटा सहजकर्ताको रूपमा हुनुपर्छ, उत्प्रेरकको रूपमा हुनुपर्छ, प्रवर्धकको रूपमा हुनुपर्छ र खोजकर्ताको रूपमा हुनुपर्छ। त्यसैले शिक्षकको भूमिका भनेको सिकाउनतर्फ हुनुपर्छ र त्यसमा शिक्षकले विद्यार्थीलाई प्रशस्त मात्रामा विद्यार्थी केन्द्रित कार्यकलापहरू गराएर त्यस्ता कार्यकलापहरूमा शिक्षकले आवश्यकता अनुसार सिकाइ सहजीकरण गर्नुपर्ने हुन्छ, विद्यार्थीलाई सिकाइका अवसर प्रदान गर्नुपर्ने हुन्छ, सहपाठी सिकाइ, सहकार्यात्मक सिकाइ तथा प्रयोगात्मक सिकाइका अवसरहरू प्रदान गर्नुपर्ने हुन्छ भन्नु तपाईँले भन्नु पर्यो साथी है। विविशाजीले याद गर्नुभएको छ, मैले सोधेको थिएँ उहाँले अन्तर्वार्तामा यो प्रश्न। ठिक छ है। अब तपाईँले के भन्नु पर्यो? शिक्षकको मुख्य भूमिका भनेको सिकाउने हो। सिकाउनका लागि शिक्षकले चाहिँ शिक्षणीय विषयवस्तुमा विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलापहरू गराउने, सिकाइका अवसर प्रदान गर्ने, सहपाठी सिकाइ गराउने, सहकार्यात्मक सिकाइ गराउने होइन, अथवा सिकाइका लागि व्यवहारिक क्रियाकलापहरू गराउने। त्यो क्रियाकलाप गराउँदाखेरि शिक्षकले आवश्यकता अनुसार सहजकर्ता, खोजकर्ता, उत्प्रेरक र प्रवर्धकको भूमिका निर्वाह गर्नुपर्छ। अनि बल्ल विद्यालय तहको शैक्षिक नतिजा सुधार हुन्छ। त्यसैले मेरो भूमिका भनेको शिक्षण सिकाइमा सहजकर्ता, खोजकर्ता, उत्प्रेरक र प्रेरकको रूपमा हुनुपर्छ। तपाईँले भन्नु पर्यो। चित्त बुझ्छ मेरो उत्तरमा? भन्नुहोस् त साथी, मेरो उत्तरमा चाहिँ सहमत हुनुहुन्छ? कमेन्ट गर्नुहोस् त खै। ल, मेरो उत्तरमा सहमत हुने साथीहरूले यस लेख्नुहोस् त कमेन्टमा। मेरो उत्तरमा सहमत हुने साथीहरूले कमेन्टमा यस लेख्न सक्नुहुन्छ।
ल ठिक छ ठिक छ ठिक छ ल ठिक छ सबैको यस आशा अब तपाईँले पनि त्यस्तै खालको उत्तर दिनु पर्यो साथी है ल अब अन्तर्वार्तामा अन्तर्वार्तामा प्रश्न सोध्नसँगै सम्भावित विशेषताहरू के हुन सक्छन् त भन्नुहोस् त अन्तर्वार्तामा प्रश्न सोध्ने सम्भावित विशेषताहरू अब नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था के छ भन्न सक्छ अथवा अथवा भनौँ नेपालको संविधानको अनुसूचीमा मौलिक हकमा के कस्ता शिक्षा सम्बन्धी व्यवस्था गरिएका छन् भनेर प्रश्न सोध्न सक्छ है है अनि तपाईँले प्राथमिकताको शिक्षक हुँदै हुनुहुन्छ तपाईँको तलब स्केल कति हुन्छ भन्न सोध्छ साथी तपाईँले अधिकतम कति ग्रेड पाउनुहुन्छ तृतीय श्रेणीमा तपाईँले अधिकतम कति ग्रेड पाउनुहुन्छ शिक्षकले के कस्ता विधा प्राप्त गर्छन् अथवा विधाका प्रकार कति छन् र एउटा तपाईँले कति प्रकारका विधा अधिकतम लिन सक्नुहुन्छ भन्न सोध्न सक्छ अथवा शिक्षक सेवा अन्तर्गत रहेर शिक्षकले के कस्ता शर्तहरू पालना गर्नुपर्ने हुन्छ है र के कस्तो सुविधा प्राप्त गर्नुहुन्छ उपदान कति पाइन्छ उपदान प्राप्त गर्नका लागि न्यूनतम आधारहरू के हुन् है औषध उपचार खर्च प्राप्त गर्ने आधारहरू के हुन् के कति पाइन्छ भन्न पनि तपाईँले जान्नुपर्ने हुन्छ यो कुरा चाहिँ सोध्न सक्ने कुरा पनि एकदम महत्त्वपूर्ण कुरा हो है अनि अर्को शिक्षक तालिमको कुरा छ साथी हेर्नुहोस् त विशेष गरी प्रमाणीकरण तालिमको बारेमा बढी प्रश्न सोध्ने सम्भावना रहन्छ है प्रमाणीकरण तालिमको बारेमा बढी प्रश्न सोध्ने सम्भावना रहन्छ साथी है यो कुरा पनि तपाईँले ख्याल गर्नुपर्छ अनि शिक्षकको सक्षमता कतिवटा छन् के हुन् त्यो सक्षमता तपाईँमा छ कि छैन तपाईँसँग त्यो सक्षमता भएको एउटा कुनै विषयलाई प्रश्न पार्नुहोस् पनि भन्न सक्छ है त्यस कारण के गर्नु पर्यो म शिक्षक यो मसँग चाहिँ शिक्षक का सबै सक्षमताहरू छन् है यो कारणले छन् भनेर तपाईँले भन्नुपर्छ साथी है मिलाएर भन्नुपर्छ तपाईँले है त्यसै गरी विद्यालय शिक्षाको संरचना कुन हो शिक्षा ऐनले संरचना कस्तो प्रस्तुत गरेको छ नियमावलीले के अरे यो अनिवार्य दस्तावेज स्कुलको शिक्षा ऐन नियमावलीले के कस्तो संरचना प्रस्तुत गरेको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप यो शिक्षाका संरचना कस्तो प्रस्तुत गरेको छ है अथवा प्राथमिक तहको उमेर समूह कुन हो यी सबै कुराहरू तपाईँले जान्न जानुपर्ने हुन्छ राष्ट्रिय पाठ्यक्रम प्रारूप हेर्नुभयो भने यसको सबै उत्तर त्यहीँनिर छ है अथवा सम्बन्धित तह अथवा विषयको पाठ्यक्रम त्यसको सक्षमता त्यसको पाठ्यघण्टा केही पाठहरूको बारेमा है केही शैक्षणिक विधि र कार्यकलापको बारेमा तपाईँले जानेर जानुपर्ने हुन्छ है प्राथमिक तह कक्षा 1-3 अन्तर्गत स्थानीय विषयको अथवा स्थानीय पाठ्यक्रमको मातृभाषाको वार्षिक पाठ्यघण्टा कति छ कार्यघण्टा कति छ भन्न पनि सोध्न सक्छ त्यो कुरा तपाईँले जान्नु पर्यो है 560 भन्ने कुरा तपाईँले जान्नु पर्यो साथी अनि बाल मनोविज्ञानको कुरा बाल विकासको कुरा है विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गर्ने कुरा सिकाएका सिद्धान्तहरूको मुख्य मान्यता अथवा त्यसको शैक्षणिक प्रयोजन यी सबै कुरा इक्जाममा सोध्न सक्ने प्रश्नहरूभित्र पर्छन् सोध्न सक्ने टपिकभित्र पर्छन् है अनि कक्षाकोठा व्यवस्थापन के का लागि गर्ने हो भन्न सोध्छ क्वेसन है किन गर्ने हो भन्न सोध्छ तपाईँले सठिक उत्तर सहज सिकाइको लागि उत्कृष्ट वातावरण निर्माण गर्नका लागि कक्षाकोठा व्यवस्थापन गर्ने भनेर तपाईँले मिलाएर भन्नुपर्ने हुन्छ मिलाएर भन्नुहुन्छ पनि है अनि अर्को साक्षरता शिक्षा नीति अहिले कति जिल्ला साक्षर छन् है कति जिल्ला साक्षर छन् शिक्षा नीति के हो पाठ्यक्रम प्रारूप के कस्तो छ सबैको बारेमा तपाईँले जानकारी राख्नुपर्ने हुन्छ है अनि अरू कुराहरू पनि छन् साथै शिक्षक सेवा आयोगको प्रथम पत्र र द्वितीय पत्रको पाठ्यक्रमबाट प्रश्न सोध्ने सम्भावना रहन्छ त्यसैले तपाईँले प्रथम पत्र र दोस्रो पत्रको सबै तयारी गर्नुपर्ने हुन्छ है ल यहाँसम्मको विषयवस्तुको बारेमा त कस्तो कस्तो हुँदो रहेछ के हुँदो रहेछ भन्ने कुरा त तपाईँले जानकारी पाइसक्नु भएको छ है त
ल ठिक छ। अब हामी त प्राथमिक तहको अन्तर्वार्ता दिँदैछौँ है। इङ्ग्लिस, साइन्स, नेपाली विभिन्न विषयबाट प्रश्न सोध्न सक्छ साथी होइन। त्यसकारणमा तपाईँले जुन भाषाबाट प्रश्न सोधेको छ त्यही भाषामा उत्तर दिनुपर्ने हुन्छ। कुरो बुझ्नुभयो नि? जस्तो नेपालीमा प्रश्न सोध्यो भने नेपालीमा उत्तर दिने, अङ्ग्रेजीमा प्रश्न सोध्यो भने त्यसको अङ्ग्रेजीमा उत्तर दिनुपर्ने हुन्छ साथी है। त्यो कुरो पनि तपाईँले जान्नुपर्ने हुन्छ। कुरो बुझ्नुभयो नि? अनि जुन विषयबाट उच्च शैक्षिक योग्यता भए पनि उच्च अङ्क बापतको तपाईँले अङ्क पाउनुहुन्छ, एक तह माथिल्लो साथी है, एक तह माथिल्लो शैक्षिक योग्यता अङ्क पाउनुहुन्छ, त्यो पनि जान्नुपर्छ। यदि तपाईँलाई शिक्षण विधि सम्बन्धी प्रश्न सोध्यो भने तपाईँले विद्यार्थी केन्द्रित विधिको प्रयोग गर्छु, आगमन विधि, खोज विधि, समस्या समाधान विधि, प्रयोग विधि होइन, अथवा कार्यमूलक सिकाइ सञ्चालन विधिको प्रयोग गर्छु भनेर तपाईँ उत्तर दिनुपर्ने हुन्छ है। अहिले मैले भनिसकेको छु तपाईँलाई, हेर्नुहोस् त, पढाउने र सिकाउने विषयवस्तुहरूका फरक फरक छन्। त्यसैले शिक्षकको भूमिका भनेको सिकाउने हो। त्यसैले मैले सिकाउँछु भनेर भन्नुपर्छ, तर भोलिर पनि मैले पढाउँछु भन्नु हुँदैन है। मैले पढाउँछु भनेर भन्नु हुँदैन साथी, त्यो कुरो पनि तपाईँले ख्याल गर्नुपर्ने हुन्छ है। अनि नजानेको विषयमा अनुमानको भरमा उत्तर बिल्कुल नदिनु होला साथी है, बिल्कुल नदिनु होला। जे कुरा तपाईँलाई थाहा छ, जानकारी छ, त्यो विषयवस्तुको उत्तर दिनुहोस् है। यस्तो होला उस्तो हुन सक्ला भनेर तपाईँले अनुमानको भरमा उत्तर नदिनु होला है। यदि तपाईँले केही नजानेको खालको प्रश्न सोध्यो भने माफ गर्नु होला सर, मलाई यसको उत्तर आएन, अथवा अहिले जानेको भए तापनि अहिले मैले सम्झिन सकिनँ भनेर तपाईँले त्यसको उत्तर भन्न सक्नुहुन्छ। तर नजानेको विषयवस्तुहरू यस्तो होला भनेर काल्पनिक उत्तर दिने काम बिर्सेर पनि नगर्नु होला साथी है। तपाईँले एउटा दुईवटा प्रश्नको उत्तर नजान्दैमा, उत्तर नभन्दैमा अन्तर्वार्ता बिग्रेको मानिने छैन साथी है। आफूले नजानेको प्रश्न आयो भने फेरि मैले प्रश्न जानिनँ भनेर एकदम दुखित हुने काम पनि नगर्नु होला। तपाईँको त्यहाँनिर चाहिँ हाउभाउ पनि हेरिन्छ, मुखमुद्रा पनि हेरिन्छ साथी है, तपाईँको अङ्ग सञ्चालन सबै कुरा हेरिन्छ है। त्यसै कारणले गर्दा जस्तो खालको प्रश्न सोधिता पनि एकदम सहज रूपमा सामान्य हाउभाउ प्रयोग गरेर उत्तर दिन सक्नुहुन्छ है। धेरै दुखित हुने काम नगर्नु होला है, प्रचण्ड मुद्रामा बसेर उत्तर दिन सक्नुहुन्छ है। आवश्यकता अनुसार अङ्ग सञ्चालन गर्न सक्नुहुन्छ, हात थोरै हल्लाउन सक्नुहुन्छ, मुख मुद्रा पनि प्रयोग गर्न सक्नुहुन्छ, तर हात हल्लाउने क्रममा चाहिँ है स्वाभाविक भन्दा अलिक फरक खालको अथवा अस्वाभाविक प्रकारको मुख मुद्रा, हाउभाउ, अङ्ग सञ्चालन गर्ने काम नगर्नु होला। त्यति भनेपछि तपाईँले अवश्य बुझ्नुहुन्छ है। अनि मैले अगाडि भनिसकेको छु तपाईँहरूलाई आत्मविश्वासको अधिक वृद्धि गर्नुपर्ने हुन्छ भनेको छु है। अनि सामान्यतया यो सामान्य ज्ञानको केही समसामयिक कुराहरूको जानकारी राख्नु राम्रो मानिन्छ है। त्यसमा पनि शिक्षा सम्बन्धी केही कुराहरूको विशेष जानकारी राख्नु होला। जस्तो हालसम्म कति जिल्ला साक्षर घोषणा भएका छन्, त्योमध्ये पछिल्लो साक्षर जिल्ला कुन हो, कति प्रदेश साक्षर घोषणा भए, त्योमध्ये पछिल्लो कुन हो, यस्तै यावत खालका प्रश्नहरू सोध्न सक्छ है, सोध्न सक्छन् भनौँ। त्यसको पनि सामान्य जानकारी राख्दा राम्रो हुन्छ है। अनि अब एकदम समसामयिक प्रश्न पनि हो साथी, र तपाईँ विद्यालयमा जाँदाखेरि पहिलो सोधिने प्रश्न पनि हो है। अथवा भनौँ राजनीतिसँग सम्बन्धित केही प्रश्नहरू सोध्यो भने सर मैले यो राजनीतिमा खासै रुचि राख्दिनँ भनेर उत्तर दिएको राम्रो मानिन्छ है। त्यसैले यो राजनीति सम्बन्धी कुरा आयो भने जे भने पनि मैले यसमा खासै रुचि राख्दिनँ सर भनेर तपाईँ उत्तर दिँदा राम्रो मानिन्छ। अथवा यो पार्टी ऊ पार्टी अथवा कुनै व्यक्ति कुनै पदको समर्थन अथवा विरोध गर्ने काम नगरेको राम्रो है। अथवा त्यो त एउटा कुरा भयो साथी, कहिलेकाहीँ तपाईँहरूलाई ल यो विषय तपाईँले पढाउनुहोस् न अथवा सिकाउनुहोस् न, शिक्षण गर्नुहोस् त भन्न पनि सोध्न सक्छन् है। त्यो क्रममा तपाईँले के गर्नु पर्यो, म भनेको एउटा शिक्षक हुँ साथी होइन, र आफ्नो अगाडि अन्तर्वार्ता लिन बसेका व्यक्तिहरू भनेको विद्यार्थीहरू भन्ने कुरा कल्पना गर्न पर्यो कि है। विषय शिक्षण गर्नुहोस् भन्दा बित्तिकै तपाईँ भनेको त्यहाँको शिक्षक हो, तपाईँको एकदम वरिष्ठ व्यक्ति हो, विषय विज्ञ हो तपाईँ भनेको, र त्यहाँ अगाडि बसेका 3-4 जना
अन्तर्वार्ता भनेको चाहिँ विद्यार्थीहरू हुन् भनेर तपाईँले त्यो सम्झेर है भनेर तपाईँले विद्यार्थीका विधि कार्यकलापहरूको प्रयोग गरेर तपाईँले सिकाइ सार्वजनिक गर्नुपर्ने हुन्छ है। यो कुरा पनि तपाईँले याद गर्नु होला। अनि विभिन्न प्रश्नहरू सोधिसके पश्चात है तीनजनाले पलाउ प्रश्न सोधिसके पश्चात तपाईँलाई ल तपाईँको अन्तर्वार्ता सकिएको छ, तपाईँ जान सक्नुहुन्छ भनेर भन्छन् अन्तिममा। यस्तो क्रममा चाहिँ तपाईँले हस् सम्पूर्ण सरहरूमा धन्यवाद भन्दै तपाईँले बिस्तारै बाहिर निस्कन सक्नुहुन्छ साथी है। फेरि दगुर्दै बाहिर निस्कने चाहिँ होइन, कहिलेकाहीँ साथीहरू चाहिँ के खाने गर्ने भने जस्तरी दगुर्दै बाहिर पनि निस्कने देखिएको छ है। त्यसैले तपाईँ नआत्तिकिन एकदम सामान्य रूपमा हिँडेर बाहिर निस्कन सक्नुहुन्छ है, बाहिर निस्कन सक्नुहुन्छ साथी। अब मैले तपाईँलाई जानकारी भएका विषयवस्तुहरूको बारेमा त अवश्य पनि भनिसकेँ साथी, अवश्य पनि भनिसकेँ। र कहिलेकाहीँ के कुरा पनि सोध्छ भने तपाईँले दिएको उत्तर ठिक छ है, तपाईँले दिएको उत्तर ठिक छ तर उसले ठिक छैन भनिदिन्छ कि तपाईँको आत्मविश्वास कतिको छ भन्ने कुरा पनि त्यहाँ ख्याल गर्न सक्छ है। त्यसैले कन्फर्म भएको विषयवस्तुलाई हो भनेर तपाईँले ठुक्का गर्न पनि सक्नुपर्ने हुन्छ है। यस्ता विषयवस्तुहरूमा पनि तपाईँले ख्याल गर्नुहोला है। ल अब मैले जानेसम्मको मैले तपाईँलाई केहीसम्म विषयवस्तु प्रेजेन्ट गरेको छु। केही विषयगत जिज्ञासा छ भने तपाईँले कमेन्टमा राख्न सक्नुहुन्छ। पिछडिएको क्षेत्रको डकुमेन्ट कहिलेको चाहिन्छ भन्नुभएको छ, तपाईँले फर्म भर्दा जुन युज गर्नुभएको छ त्यही युज गर्दा राम्रो मानिन्छ है, अर्को बनाइरहन आवश्यक छैन है त। ल साथीहरू, जुमको साथीहरूले केही जिज्ञासा राख्नुहुन्छ भने कमेन्टमा राख्नु होला। परिचयको लागि रुचि भन्न आवश्यक छैन साथी।